नमस्कार। शीघ्र सफलताको बलियो आधार quicklokshow.com को युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। महत्त्वपूर्ण समसामयिक घटनाक्रमहरूको भिडियो लिएर तपाईहरुको माझमा उपस्थित भइसकेका छौं। भिडियोलाई अन्तिमसम्म हेरेर हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीसँग जोडिन नभुल्नुहोला। यस भिडियोमा विक्रम सम्वत 2082 साल वैशाखदेखि पौष महिनासम्मका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमहरूको बारेमा यहाँहरूले जानकारी पाउनुहुनेछ र स्क्रिनमा देखाइरहेको पीडीएफ डाउनलोड गर्नको लागि डिस्क्रिप्सनमा रहेको टेलिग्राम अथवा भाइबर च्यानल मार्फत हामीसँग जोडिएर यो नोटलाई डाउनलोड गर्न सक्नुहुनेछ। राष्ट्रिय घटनाक्रमहरूको बारेमा कुरा गर्दाखेरि राष्ट्रिय तथ्याङ्क कार्यालयले हालसालै प्रतिवेदन सार्वजनिक गरेको छ, जुन प्रतिवेदनले प्रदेशगत गरिबीको सम्बन्धमा पनि केही कुराहरू केही डाटाहरू दिएको छ, जसमा हेर्दाखेरि प्रदेशगत गरिबी दरलाई हेर्दाखेरि गण्डकी प्रदेशमा 11.88% गरिबी दर रहेको छ, जुन 7वटा प्रदेशमध्ये सबैभन्दा कम गरिबी दर रहेको प्रदेश हो र सुदूरपश्चिम प्रदेशमा 34.16% गरिबी दर रहेको छ, जुन 7वटा प्रदेशगत रूपमा हेर्दाखेरि सुदूरपश्चिम प्रदेशको गरिबी दर चाहिँ सबैभन्दा बढी गरिबी दर हो र नेपालमा 20.27% जनसङ्ख्या गरिबीको रेखामुनि रहेको छ भनेर पनि उल्लेख गरिएको छ र थप जानकारी तपाईहरुले अध्ययन गर्न सक्नुहुनेछ। र नेपालको दोस्रो स्याटेलाइटको रूपमा कुरा गरौँ, दोस्रो स्याटेलाइटको रूपमा चाहिँ स्याटेलाइट मुनाललाई चाहिँ परीक्षण गरिएको थियो र मुनालको परीक्षण भनेको विक्रम सम्वत 2082 साल पुसको 28 गते र अंग्रेजी मितिमा हेर्नुहुन्छ भने विक्रम सम्वत सन् 2026 जनवरी 12 मा प्रक्षेपण गरिएको छ र नेपालको पहिलो भूउपग्रह चाहिँ नेपाली स्याट-1 हो र नेपाली स्याट-1 को प्रक्षेपण भनेको विक्रम सम्वत 2076 वैशाख 5 मा गरिएको थियो र अहिले दोस्रो स्याटेलाइट मुनालको पनि सफलतापूर्वक परीक्षण गरिएको छ विक्रम सम्वत 2082 पुसको 28 गते। र दरबार हाई स्कुलको पहिला महिला प्रधानाध्यापक नियुक्त हुनुभएको छ, पहिलो महिला प्रधानाध्यापक नियुक्त हुनुभएको छ। उहाँको नाम शारदा कुमारी पौडेल रहेको छ। उहाँ विक्रम सम्वत 2082 साल मङ्सिर 4 गते नियुक्त हुनुभएको हो र दरबार हाई स्कुलको पहिलो प्रधानाध्यापक मिस्टर क्यानिन हुनुहुन्छ भने पहिलो नेपाली प्रधानाध्यापक भनेको रुद्रराज पाण्डे हुनुहुन्छ। दरबार हाई स्कुलको स्थापना विक्रम सम्वत 1910 मा भएको थियो र प्रतिनिधि सभा निर्वाचन 2082 को लागि कुल मतदाताको संख्या 1,89,03,689 रहेको छ, जसमा पुरुष महिलाको बारेमा थप जानकारी दिएको छ, तपाईहरुले अध्ययन गर्न सक्नुहुनेछ। 2025 मा नेपालमा विभिन्न मुलुकबाट पर्यटनको आगमनको कुरा गर्दाखेरि 11,58,459 पर्यटकको नेपालमा आगमन भएको छ। सन् 2024 मा 11,47,448 पर्यटकहरू नेपाल भित्रिनु भएको थियो र लुम्बिनी प्रदेशलाई साक्षर घोषणा गरिएको छ। महत्त्वपूर्ण समसामयिक रहेको छ। विक्रम सम्वत 2082 पुस 13 गते लुम्बिनी प्रदेशलाई साक्षर घोषणा गरिएको छ। यससँगै नेपालमा 5वटा प्रदेश साक्षर घोषणा भइसकेका छन् भने अब 2वटा प्रदेश हुन बाँकी छन्। बागमती प्रदेश 2078 साल असोज 11, गण्डकी प्रदेश 2078 साल असोज 24, कोशी प्रदेश 2079 साल भदौ 23 र सुदूरपश्चिम प्रदेश 2082 असार 12 र त्यसैगरी लुम्बिनी प्रदेश 2082 पुस 13 मा घोषणा गरिएको हो। करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह केराबारी गाउँपालिका मोरङ हो। यसलाई अध्ययन गर्न सक्नुहुनेछ। राष्ट्रिय च्याउ दिवस 2082 को सम्बन्धमा कुरा गर्दाखेरि च्याउ दिवस पुस 15 गते मनाउने गरिन्छ। 2082 पुस 11 को मन्त्री परिषद बैठकले यस सम्बन्धी निर्णय गरेको हो र 19औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव 2082 बाट हात्ती सुन्दरीको उपाधि पुनमकली हात्तीले जितेकी छन् र नेपाल प्रहरीले हाम्रो अभियानको सुरुवात गरेको छ विक्रम सम्वत 2082 पुस 13 गतेबाट र स्मार्ट शहर योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन 2082 कार्तिक 16 देखि 17 गते काठमाडौँमा सम्पन्न भएको छ र जसले काठमाडौँ घोषणापत्र जारी गरेको छ। हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना स्वीकृत भएको छ विक्रम सम्वत 2082 को मङ्सिर 28 गते र पूर्व उपप्रधानमन्त्री बद्री प्रसाद मण्डलको निधन पनि भएको थियो 2082 पुसको 8 गते। त्यसैगरी कानुनले तोके बाहेकका कागजातमा बाहेक हुलाक टिकट टाँस्न नपर्ने व्यवस्था सम्बन्धी निर्णय भएको छ 2082 को मङ्सिर 29 गते। कानुनले तोके बाहेक कागजातमा हुलाक टिकट टाँस्नै पर्ने व्यवस्था हटाउने निर्णय भएको हो। यो चाहिँ 2082 सालको मङ्सिर 29 गते। तपाईहरु पनि शिक्षक सेवा आयोग, लोक सेवा आयोग, बैंकिङ सेवा लगायतका प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने जेनिथ एजुकेसन प्रमोसनलाई सम्झन सक्नुहुनेछ। अनलाइन र भौतिक दुवै माध्यममा कक्षाहरू सञ्चालन हुने भएकाले आफूलाई पाएक पर्ने समय र स्थानको कक्षाहरूमा तपाईहरुले जोइन गर्न सक्नुहुनेछ र थप जानकारीका लागि स्क्रिनमा देखाइएका नम्बरहरूमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्नुहोला।
र राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम बीच जलवायु वित्तको रणनीति विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ विक्रम सम्वत 2082 मङ्सिरको 29 गते। नेपालमा राष्ट्रिय झण्डा दिवस 2082 मनाइएको छ। 2082 पुस 1 गतेका दिन 8औं राष्ट्रिय झण्डा दिवस मनाइएको हो। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर प्रकाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ 2082 मङ्सिर 29 गते। र मौरिसियससँगको दोहोरो करमुक्ति सम्झौता खारिज भएको छ। महत्त्वपूर्ण समसामयिक हो र खारिज गर्ने निर्णय भनेको विक्रम सम्वत 2082 कार्तिकको 12 गते भएको हो। अङ्ग्रेजी मिति अनुसार सन् 2025 अक्टोबर 29 तारिकको दिन भएको छ र लागू हुने मिति भनेको 83 साउन 1 गतेदेखि हुने भएको छ। भनेपछि सम्झौता खारिज गरिएको निर्णय भनेको सन् 2025 को अक्टोबर 29 तारिक हो र मौरिसियससँग दोहोरो करमुक्ति सम्झौता भएको मिति चाहिँ 1949 अगस्त 3 रहेको थियो भने खारिज चाहिँ 2025 को अक्टोबर 29 मा भएको छ। सामाजिक सुरक्षा दिवस मङ्सिर 11 गते मनाउने गरिन्छ। त्यसैगरी चुच्चे नक्सासहितको 100 रुपियाँको नोट कहिलेदेखि प्रचलनमा आएको हो भनेर सोध्यो भने विक्रम सम्वत 2082 को मङ्सिर 11 गतेदेखि प्रचलनमा आएको हो। यसलाई पनि तपाईहरूले याद गर्नुहोला। र साख रेटिङ 2025 को कुरा गर्दाखेरि नेपालले BB- रेटिङ प्राप्त गरेको छ। त्यसैगरी राष्ट्रिय कफी दिवस मङ्सिर 1 गते मनाउने गरिन्छ। 2082 को 21औं कफी दिवसको नारा भनेको कफी खेती गरौँ स्वरोजगार बनौँ भन्ने रहेको छ। र मुख्य सचिवमा सुमन राज अर्याल नियुक्त हुनुभएको छ। कहिले नियुक्त हुनुभयो भन्दाखेरि विक्रम सम्वत 2082 सालको मङ्सिर 8 गते 29औं मुख्य सचिवको रूपमा। राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स AI केन्द्रको स्थापना भएको छ। विक्रम सम्वत 2082 को कार्तिक 24 गते AI केन्द्रको स्थापना। सङ्गीतको सृजनात्मक सहर ललितपुर घोषणा भएको छ जुन चाहिँ युनेस्कोले घोषणा गरेको हो। युनेस्कोले 2025 को अक्टोबर 31 तारिकमा ललितपुर महानगरलाई सङ्गीतको सृजनात्मक सहरको रूपमा घोषणा गरेको हो। नेपाल प्रहरीको महानिरीक्षकमा अथवा IGPमा चाहिँ दानबहादुर कार्की नियुक्त हुनुभएको छ 2082 को कार्तिक 24 गते बसेको मन्त्री परिषद बैठकले। र विश्व खाद्य दिवस अक्टोबर 16 मा मनाउने गरिन्छ। सन् 2025 को नारा जुन चाहिँ 45औं विश्व खाद्य दिवस हो स्वच्छ खाना र सुगत भविष्यका लागि हातेमालो भन्ने रहेको छ। र राष्ट्रिय सभाको रिक्त पदपूर्तिका लागि 2082 को माघ 11 गते निर्वाचन हुँदैछ। 45 जना जेनजीलाई शहीद घोषणा गरेको छ सरकारले 2082 कार्तिक 17 गतेका दिन। नेपाल सरकारले नेपालको राष्ट्रिय हित सुशासन तथा भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी पुस्ता 2082 भदौ 23 गते र 24 गते गरिएको प्रदर्शनको क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका 45 जना व्यक्तिलाई राज्यको तर्फबाट शहीद घोषणा गरिएको हो। र भूमि समस्या समाधान आयोग खारिज गर्ने निर्णय भएको थियो 2082 को असोज 23 गते। त्यसैगरी इलामलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको थियो विक्रम सम्वत 2082 असोज 23 गते नै। र साउथ एसियन डेभलपमेन्ट रिपोर्ट 2025 का अनुसार चाहिँ साउथ एसिया डेभलपमेन्ट रिपोर्टले चाहिँ आर्थिक वर्ष 82-83 मा नेपालको आर्थिक वृद्धि 2.1% हुने प्रक्षेपण गरेको थियो। र जीवित देवी कुमारीमा आर्यतारा साक्य चयन हुनुभएको थियो विक्रम सम्वत 2082 को असोज 14 गते। त्यसैगरी सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय अन्तर्गत ल्याउने निर्णय भनेको 2082 को असोज 9 गते भएको हो। र साक्षर घोषित जिल्ला 68 पुगेका थिए। यो पनि महत्त्वपूर्ण हुन सक्छ। 68औं साक्षर जिल्ला भनेको कालीकोट हो। 2082 को असोज 9 गते 68औं साक्षर जिल्लाको रूपमा कालीकोट घोषणा भएको हो। 65औं साक्षर जिल्ला भनेको मुगु, 66औं भनेको जुम्ला र 67औं भनेको चाहिँ हुम्ला हो। 67औं हुम्ला र 68औं चाहिँ कालीकोट साक्षर घोषणा भएका हुन्। कालीकोट चाहिँ 2082 असोज 9 गते, 67औं जुम्ला चाहिँ 2082 जेठको 9 गते घोषणा भएको हो। र त्यसैगरी अन्य समसामयिक महत्त्वपूर्ण कुराहरू हेर्दाखेरि चाहिँ उच्च स्तरीय जाँचबुझ आयोग गठन भएको थियो 2082 को असोज 5 गते जेनजी आन्दोलनमा भएका क्षतिहरूको र के कारणले भयो भन्ने सम्बन्धमा घटनाको अनुसन्धानका लागि उच्च स्तरीय यो जाँचबुझ आयोग गठन गरिएको थियो 2082 असोज 5 गते। र सिंहदरबार विशेष जानकारीको कुरा गर्दाखेरि सिंहदरबार चन्द्र शमशेरको पालामा 1960 मा निर्माण भएको थियो भने यहाँ चाहिँ आगलागी पहिलो आगलागी भनेको 2030 असार 25 मा भएको थियो। दोस्रो पटक आगलागी 2082 भदौ 24 मा भएको थियो भन्ने कुरा चाहिँ यहाँ भयो। र अन्य महत्त्वपूर्ण समसामयिकहरू तपाईहरुले राष्ट्रिय समसामयिकहरू पनि अध्ययन गर्न सक्नुहुनेछ। नेपालमा पहिलो पटक महिला प्रधानमन्त्री भनेको चाहिँ सुशीला कार्की नियुक्त हुनुभएको छ 2082 भदौ 27 गते उहाँ चाहिँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। र अन्य महत्त्वपूर्ण तपाईहरुले राष्ट्रिय समसामयिकको बारेमा अध्ययन गर्न सक्नुहुनेछ। र म चाहिँ तपाईहरुलाई अन्तर्राष्ट्रिय समसामयिक
घटनातर्फ लैजान्छु। राष्ट्रिय समसामयिकको भिडियो हाम्रो च्यानलमा यहाँभन्दा अगाडि पनि उपलब्ध छ, यहाँभन्दा अगाडिका घटनाहरूको बारेमा र अन्तर्राष्ट्रिय समसामयिकको बारेमा अब हामी कुरा गरौँ। अन्तर्राष्ट्रिय समसामयिक हेर्दाखेरि बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन भएको थियो 2025 को डिसेम्बर 30 मा 80 वर्षको उमेरमा। खालिदा जिया 1991 देखि 1996 सम्म र सन् 2001 देखि सन् 2006 सम्म गरी 2 पटक बङ्गलादेशको प्रधानमन्त्री बन्नुभएको थियो। उहाँ सन् 1981 मा बङ्गलादेशको राष्ट्रपति बनेका जियाउर रहमानकी पत्नी हुनुहुन्छ। र अमेरिकाद्वारा अपरेसन एब्सोल्युट रिजोल्भ नामक सैन्य अपरेसन भएको थियो। यो अपरेसनबाट चाहिँ भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अप्रत्याशित रूपमा पक्राउ गरी अमेरिका लगिएको छ। यो महत्त्वपूर्ण समसामयिक घटनाक्रम हो, यसलाई याद गर्नुहोला। सन् 2026 को जनवरी 3 मा यो घटना घटेको हो। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अप्रत्याशित रूपमा पक्राउ गरी अमेरिका लगेको। र चीनद्वारा विश्वकै सस्तो ह्युमनाइड रोबोट सार्वजनिक गरिएको छ। त्यो रोबोटको नाम चाहिँ बुमी हो। र पृथ्वीबाट पहिलोपटक अवलोकन गरिएको ब्ल्याक होल कुन हो भनेर सोध्यो भने सुपर म्यासिभ ब्ल्याक होल हो। यसको बारेमा चाहिँ पृथ्वीबाट पहिलोपटक अवलोकन गरिएको थियो। र 16 वर्ष मुनिका बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्नमा रोक लगाउने देश भनेको अस्ट्रेलिया हो। सन् 2025 को डिसेम्बर 10 देखि लागू हुने गरी रोक लगाएको हो। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा भारतको औपचारिक भ्रमण कहिले गरिएको हो भन्ने पनि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समसामयिक हो। 2025 को डिसेम्बर 4 देखि 5 सम्म चाहिँ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा भारतको औपचारिक भ्रमण गरिएको हो। हाई गुब्ली ज्वालामुखी विस्फोट पनि भएको थियो। इथियोपियामा 12,000 वर्षपछि सन् 2025 को नोभेम्बर 23 मा हाइली गुब्बी ज्वालामुखी विस्फोट भएको हो। र थाइल्यान्डमा 3 वर्ष यताकै ठुलो वर्षा भएको थियो सन् 2025 को नोभेम्बरमा। त्यसैगरी सबभन्दा घना आबादी भएको सहर भनेको चाहिँ संयुक्त राष्ट्रसङ्घको सामाजिक तथा आर्थिक मामिला विभागद्वारा विश्व सहरीकरण प्रक्षेपण 2025 ले प्रकाशित गरेको डाटा अनुसार चाहिँ विश्वकै सबभन्दा धेरै आबादी अथवा धेरै जनसङ्ख्या भएको मुलुक भनेको जाकर्ता इन्डोनेसिया भनेको छ। यसअघि चाहिँ जापानको टोकियो रहेको थियो। जापानको इतिहासमा पहिलोपटक पनि महिला प्रधानमन्त्री नियुक्त हुनुभएको थियो नेपालको जस्तै। उहाँ चाहिँ सानाई ताकाची अध्यक्ष लिबरल डेमोक्रेसी पार्टीको अध्यक्ष हुनुहुन्थ्यो। उहाँ चाहिँ सानाई ताकाइची चाहिँ जापानको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ। जेन्जी आन्दोलनबाट मदागास्करमा पनि सत्ता परिवर्तन भएको थियो। सन् 2025 को सेप्टेम्बर 25 देखि जेन्जी आन्दोलन सुरु भएको थियो र त्यसको परिणामस्वरूप त्यहाँको सत्ता परिवर्तन भएको हो। पूर्वी टिमोर आसियानको 11औं सदस्य बनेको छ। यो अन्तर्राष्ट्रिय सङ्घ संस्थाका हिसाबले पनि महत्त्वपूर्ण कुरा हो। एसियाको सबभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर सन् 2025 को अक्टोबर 26 मा आसियानको 11औं सदस्य बनेको हो। 25 को अक्टोबर 26 मा बनेको छ आसियानको 11औं सदस्य 47औं शिखर सम्मेलनबाट बनेको हो। यसलाई याद गर्नुहोला। र आसियानको 47औं शिखर सम्मेलनको नारा भनेको समावेशिता र दिगोपन रहेको थियो। र इजरायल र हमासबीच युद्ध विराम सम्झौता भएको छ 2025 को अक्टोबर 11 मा भएको थियो। यस विषयलाई पनि तपाईहरुले अध्ययन गर्नुहोला। यो पनि महत्त्वपूर्ण समसामयिक विषयवस्तु हो। र विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देशको नाम भनेको अल्बानिया हो, जसले सन् 2025 को सेप्टेम्बर 11 मा डिएला नामक रोबोटलाई भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन कायम गर्ने उद्देश्यका साथ सर्वप्रथम एआई मन्त्री बनाएको हो। र आणविक हतियार प्रतिबन्ध लगाउने कार्यान्वयनमा 2021 जनवरी 22 मा सम्झौतामा हस्ताक्षर गरेको थियो संयुक्त राष्ट्रसङ्घ सहितका संस्थाले। त्यसमा नेपालले पनि हस्ताक्षर गरेको छ। यो महत्त्वपूर्ण समसामयिक घटना नभए पनि कहिलेकाहीँ परीक्षामा सोधिन सक्छ। र ट्रम्प र पुटिनबीच भेटवार्ता भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच 2025 को अगस्त 15 मा आलास्का राज्यमा भेटवार्ता भएको थियो। र अन्य अन्तर्राष्ट्रिय समसामयिकहरू पनि तपाईहरुले यसरी हेर्न सक्नुहुन्छ। भारत र पाकिस्तानको युद्धको सम्बन्धमा कुरा गर्दाखेरि 2025 को अप्रिल 22 मा यो हिन्दू पर्यटकहरूलाई लक्षित गरी भारतको प्रशासित जम्मू कश्मीरमा पहलगाममा संदिग्ध चरमपन्थी लडाकुहरूले आक्रमण गर्दा एक नेपाली सहित 26 जनाको मृत्यु भएको थियो। र 2025 को मे 7 मा पहलगाम घटनाको जवाफी हमला गर्दै अपरेसन सिन्दुर चलाएको थियो भारतले। र 2025 को मे 10 मा भारतको आक्रमणपछि पाकिस्तानले पनि भारतका विभिन्न स्थानमा बुनियन एल मसरुस नामक मिसाइल आक्रमण गरेको थियो। र त्यसपछि 2025 को मे 10 मै युद्धविराम सम्झौता पनि भएको थियो। र तपाईले अन्य अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समसामयिक पनि हेर्न सक्नुहुनेछ। अब हामी अन्तर्राष्ट्रिय पुरस्कारहरूलाई हेरौँ। जस्तै डाक्टर अम्बेडकर पुरस्कार 2025 भनेको सन्तोष परियारले प्राप्त गर्नुभएको छ। बैंक अफ द इयर 2025 भनेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्त गरेको छ। कुलपति राष्ट्रिय नवप्रवर्धन पुरस्कार 2082 वसन्त पन्तले प्राप्त गर्नुभएको छ। फ्लोरसिप अफ द रोयल कलेज अफ सर्जन उपाधिबाट सम्मानित हुने नेपाली चिकित्सक डाक्टर पुकार चन्द श्रेष्ठ हुनुहुन्छ।
त्यसैगरी प्रतिष्ठित गोल्डन ग्लोब्स अवार्ड 2025 मा उत्कृष्ट चलचित्र बन्न सफल भनेको द ब्रुटालिस्ट भन्ने चलचित्र बनेको छ। त्यसैगरी अबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार 2082 भनेको चाहिँ तिलविक्रम नेम्वाङ, उहाँले चाहिँ वैरागी काइला पनि भन्ने गरिन्छ, उहाँले प्रदान गरेको छ। मिस युनिभर्स 2025 भनेको चाहिँ फतिमा बोस भन्नुभएको छ, उहाँ चाहिँ मेक्सिकोको हुनुहुन्छ। लेखनाथ राष्ट्रिय पुरस्कार 2082 भनेको प्राध्यापक घनश्याम कणेललाई प्रदान गरिएको छ। गोपाल प्रसाद रिमाल 2082 पुरस्कार भनेको कवि मन्जुल मेघराज शर्मा नेपाललाई प्रदान गरिएको छ। व्यतीत राष्ट्रिय सम्मान 2082 डाक्टर तुलसी प्रसाद भट्टराईले प्रदान गरिएको छ। राष्ट्रिय कर दिवस 2082 को अवसरमा सबभन्दा बढी आयकर तिरी सम्मानित हुने संस्था भनेको नेपाल दूरसञ्चार प्राधिकरण भनेको छ, व्यक्तिगततर्फ राजबहादुर शाह। मिसेस नेपाल अवार्ड 2025 भनेको रक्षा पन्त भन्नुभएको छ, उहाँ बुटवलको हुनुहुन्छ। यसरी तपाईँहरूले अध्ययन गर्न सक्नुहुनेछ। र 98औं ओस्कार अवार्ड भनेको एन्जिला चलचित्र नेपालबाट छनौट भएको थियो पाउनका लागि, र 98औं ओस्कार अवार्ड का चाहिँ सम्बन्धमा अन्तर्राष्ट्रिय 98औं ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको चलचित्र चाहिँ एन्जेला हो। र 2081 को मदन पुरस्कार यो महत्त्वपूर्ण कुरा हो। 2081 को मदन पुरस्कार भनेको सुदेन कामिमोको औपन्यासिक कृति उर्माललाई प्रदान गरिएको हो भने 2081 सालको जगदम्बा श्री पुरस्कार चाहिँ प्रेमदेव गिरिज्यूलाई प्रदान गरिएको हो। यी दुईटा महत्त्वपूर्ण पुरस्कारहरू हुन्। र पद्मश्री साहित्य पुरस्कार 2082 को कुरा गर्दाखेरि पद्मश्री साहित्य पुरस्कारबाट रमेश भूषाल, कीर्ति चाहिँ उहाँको छल बाटो भन्ने रहेको छ। पद्मश्री साधना सम्मानबाट रमा शर्मा र पद्मश्री गौरव पुरस्कारबाट प्राध्यापक डाक्टर अग्निनारायण सुवेदी चाहिँ सम्मानित हुनुभएको छ। अब भैरव पुरस्कार 2082 को कुरा गर्दाखेरि हास्य व्यङ्ग्यकार कृष्ण प्रधान सम्मानित हुनुभएको छ। र गोपाल प्रसाद रिमाल पुरस्कार 2082 बाट कवि मन्जल मेघराज शर्मा नेपाल चाहिँ सम्मानित हुनुभएको छ। 2082 को मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पाज्यूलाई प्रदान गरिएको छ। र लेखक पुरस्कार 2082 भनेको चाहिँ आख्यानकार ध्रुवचन्द्र गौतमज्यूलाई प्रदान गरिएको छ। सुशासन पुरस्कार 2081 रमेश धमला, नमराज मैनाली, टपेन्द्र कार्की, त्यसैगरी सविता अछामी लगायतका पत्रकारज्यूहरूलाई प्रदान गरिएको छ। यसरी तपाईँले अध्ययन गर्न सक्नुहुन्छ। र मिसेस नेपाल 2025 भनेको चाहिँ मिस नेपाल वर्ल्ड 2025 को उपाधि नुला नुइटेलले जित्नु भएको छ। मिस नेपाल कस्मो दीपशिका नेपाल भन्नुभएको छ। मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी भन्नुभएको छ भनेर तपाईँहरूले याद गर्नुहोला। राष्ट्रिय चलचित्र अवार्ड 2082 बाट उत्कृष्ट हुन सफल चलचित्र चाहिँ साम्बाला चलचित्र हो। 2081 सालको मदन पुरस्कारको छनौटमा परेका पुस्तकहरूको बारेमा पनि तपाईँहरूले यसरी अध्ययन गर्न सक्नुहुनेछ। अब महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समसामयिक यो पुरस्कारहरूको बारेमा कुरा गर्दाखेरि चाहिँ नोबेल पुरस्कारको बारेमा थाहा पाउनुपर्ने हुन्छ। भौतिक शास्त्रतर्फ 3 जना व्यक्तिहरूलाई नोबेल पुरस्कार प्रदान गरिएको छ। जोन क्रलाक, मिसेल एच डोबरेट, जोन एम मार्टिनस। बेलायतको हुनुहुन्छ जोन क्रलाक। मिसेल एच डेबोरेट भनेको चाहिँ उहाँ फ्रान्सको हुनुहुन्छ। जोन एम मार्टिनस भनेको अमेरिकाको हुनुहुन्छ। उहाँहरूलाई चाहिँ दैनिक डिजिटल संसार र कम्प्युटर प्रविधिको शक्तिलाई नयाँ स्तरमा पुर्याउने अपराणविक क्वान्टम टेक्नोलोजी सम्बन्धी अनुसन्धानका लागि प्रदान गरिएको हो। यसले याद गर्नुहोला। र रसायनशास्त्रतर्फ सुसुमु किटाकावा, रिचर्ड रोब्सन, ओमर एम एगीज्यूलाई प्रदान गरिएको छ। यसको चाहिँ मलिक्युलर आर्किटेक्चरको नयाँ शैली विकास गरे बापत। र चिकित्सा तर्फको नोबेल पुरस्कार भनेको मेरी ई ब्रुनको, उहाँ चाहिँ अमेरिकाको हुनुहुन्छ। फ्रेड राडम्सेल, उहाँ चाहिँ अमेरिकाकै हुनुहुन्छ। र सिमोन साकागुची चाहिँ जापानको हुनुहुन्छ, उहाँलाई प्रदान गरिएको छ। शरीरको प्रतिरोधी प्रणालीमा रेगुलेटरी टी सेल भनिने विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाउन गरेको विशेष योगदानका लागि उहाँलाई पुरस्कृत गरिएको हो। र साहित्यतर्फ भनेको लास्लो प्राजानाहोकाईलाई प्रदान गरिएको छ। उहाँ चाहिँ हङ्गेरीको हुनुहुन्छ। प्रलयकारी भएबीच पनि प्रभावशाली र दूरदर्शी रचनाबाट कलाको शक्ति पुनः पुष्टि गर्न सफल भएको कारण उहाँलाई प्रदान गरिएको हो। र शान्तितर्फ अहिलेको विश्वको एकदमै चर्चित मान्छे पनि हुनुहुन्छ, उहाँ चाहिँ मारिया कोरिना मचाडोज्यूलाई प्रदान गरिएको छ। तर उहाँले अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यो पुरस्कार चाहिँ हस्तान्तरण गर्नुभएको छ। प्रदान चाहिँ मारिया कोरिना मचाडोलाई गरिएको हो। उहाँ भेनेजुएलाको विपक्षी दलको नेता हुनुहुन्छ भने प्रजातन्त्रको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे बापत उहाँलाई चाहिँ प्रदान गरिएको थियो। र अर्थशास्त्रतर्फ चाहिँ जोएल मोरिक, उहाँ चाहिँ अमेरिकाको हुनुहुन्छ। फिलिप एगियान, उहाँ चाहिँ फ्रान्सको हुनुहुन्छ। र पिटर होबिट, उहाँ चाहिँ क्यानाडाको हुनुहुन्छ। उहाँहरू 3 जनालाई प्रदान गरिएको थियो। नवप्रवर्तन र आर्थिक युद्धबीचको नवप्रवर्तन र आर्थिक वृद्धि बीचको सम्बन्धबारे गहन र व्यापक अनुसन्धानको मान्यताका लागि उहाँहरूलाई प्रदान गरिएको हो। अन्तर्राष्ट्रिय बुकर प्राइज
25 भनेको चाहिँ भारतीय लेखिका बानु मुस्ताकको कथा सङ्ग्रह आर्ट ल्याम्पलाई प्रदान गरिएको हो भनेर तपाईँहरूले यसरी यसलाई अध्ययन गर्नुहोला। र अब हामी सभा सम्मेलनको बारेमा केही महत्त्वपूर्ण जानकारी लिन्छौँ। राष्ट्रिय कोप 2001 भनेको चाहिँ बाहा मिजा प्रजातिको प्रथम राष्ट्रिय सम्मेलन कहिले हुँदैछ भनेर सोधेको छ। 2082 को मङ्सिर 26 देखि 27 गते ललितपुरमा यो सम्पन्न भइसकेको छ। कहिले हुँदैछ भन्दा पनि, जसलाई चाहिँ राष्ट्रिय कोप 1 भनेर नामाकरण गरिएको छ। र कोप 30 सम्मेलनको कुरा गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ समसामयिक विषयवस्तुमा। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप 30 चाहिँ 2025 को नोभेम्बर 10 देखि 21 सम्म ब्राजिलको बेलेममा सम्पन्न भएको छ। यसलाई महत्त्वपूर्ण कुरा हो, याद गर्नुहोला। र नेपालबाट चाहिँ पशुपक्षी विकास मन्त्री डाक्टर मदन प्रसाद परियार सहित 9 सदस्यको नेतृत्वमा टोली सहभागी भएको थियो। र आगामी कोप 31 भनेको सन् 2026 मा अस्ट्रेलियाको एडिलेटमा हुने भएको हो। र कोप 29 भनेको चाहिँ अजरबैजानको बाकुमा भएको हो। र अर्को महत्त्वपूर्ण सम्मेलनको कुरा गर्दाखेरि G20 शिखर सम्मेलन भनेको 2025 मा सम्पन्न भएको छ। दक्षिण अफ्रिकामा 2025 को नोभेम्बर 22 देखि 23 सम्म सम्पन्न भएको हो। र स्मार्ट शहरी विकास सम्बन्धी राष्ट्रिय सम्मेलन 2082 मैले अघि पनि कुरा गरेको थिएँ। 2082 को कार्तिक 16 देखि 17 गते काठमाडौँमा सम्पन्न भएको छ। सामाजिक विकासका लागि दोस्रो शिखर सम्मेलन 2025 भनेको चाहिँ 2082 को कार्तिक 17 मा सम्पन्न भएको छ। CCI सम्मेलन 2025 भनेको चाहिँ जलवायु परिवर्तन र यसको प्रभाव सम्बन्धी विश्वव्यापी सम्मेलन CCI भनिन्छ, जसलाई 2082 को भदौ 21 गतेदेखि 23 गतेसम्म काठमाडौँमा सम्पन्न भएको छ। 35औं नेटो सम्मेलन 2025 भनेको सन् 2025 जुन 24 देखि 25 सम्म नेदरल्यान्डको हेगमा सम्पन्न भएको छ। दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन 2082 भनेको चाहिँ 2082 भदौ 21 गते ललितपुरमा सम्पन्न भएको छ। साङ्घाई सहयोग सङ्गठन SCO प्लस को शिखर सम्मेलन 2025 भनेको चाहिँ विक्रम सम्वत 2082 भदौ 14 गते सम्पन्न भएको छ। र सम्पन्न भएको छ भन्दा पनि भदौ 14 गते केपी ओली चाहिँ यो सम्मेलनमा भाग लिन चीनमा प्रस्थान गर्नुभएको थियो। र सम्मेलन भनेको चाहिँ 2025 को अगस्त 31 गतेदेखि सेप्टेम्बर 1 सम्म तान्जानिया चीनमा सम्पन्न भएको हो। यसमा चाहिँ प्रधानमन्त्री ओली सहित चीनका राष्ट्रपति सी जिनपिङ लगायतका व्यक्तित्वहरू हुनुहुन्थ्यो। सी जिनपिङसँग नेपालको लिपुलेख सहमतिप्रति पनि आपत्ति जनाउनु भएको थियो पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले। यहाँ चाहिँ विभिन्न महाशक्ति देशहरूका राष्ट्रपतिहरू जस्तो सी जिनपिङ, भ्लादिमिर पुटिन, नरेन्द्र मोदीको भेटले चाहिँ विश्वमा नयाँ समीकरण र सन्तुलनको पनि सन्देश दिएको थियो। र कोप 30 को हामीले कुरा गरिसकेका छौँ। सन् 2025 को नोभेम्बर 10 देखि 21 सम्म बेलेमको ब्राजिलमा सम्पन्न भएको छ। कोप 30 को बारेमा मैले तपाईहरुलाई जानकारी पनि दिइ नै सकेको छु। र कहिलेकाहीँ जोडा मिलाउन पनि आउन सक्छ। पछिल्ला कोप सम्मेलनहरूको कुरा गर्दाखेरि कोप 27 भनेको 2022 नोभेम्बर 6 देखि 18 सम्म भएको थियो। यो चाहिँ इजिप्टमा भएको थियो। र कोप 28 भनेको सन् 2023 को नोभेम्बर 30 देखि डिसेम्बर 12 सम्म UAE मा भएको थियो। कोप 29 भनेको 2024 नोभेम्बर 11 देखि 12 सम्म बाकु अजरबैजानमा भएको थियो भने कोप 30 भनेको बेलेम ब्राजिलमा भएको छ। र कोप 31 भनेको चाहिँ अस्ट्रेलियामा हुँदैछ। LLCD को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन 2025 भनेको चाहिँ 2025 अगस्त 5 देखि 8 मा भएको थियो। र 17औं ब्रिक्स सम्मेलनको कुरा गर्दाखेरि सन् 2025 जुलाई 5 देखि 6 सम्म रियो डी जेनेरियो ब्राजिलमा भएको थियो। र फाइनेन्सिङ फर डेभलपमेन्ट सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन भनेको चाहिँ 2025 को जुन 30 देखि जुलाई 3 सम्म भएको थियो। र स्नायु विज्ञान सम्बन्धी सम्मेलन न्युरोकन 2 भनेको चाहिँ 2082 असर 4 देखि 5 सम्म काठमाडौँमा सम्पन्न भएको थियो। र अन्य महत्त्वपूर्ण सम्मेलनको कुरा गर्दाखेरि बिमस्टेक शिखर सम्मेलन 2025 भनेको चाहिँ 4 अप्रिल 2025 मा बैंककको थाइल्यान्डमा सम्पन्न भएको थियो। र अन्य केही महत्त्वपूर्ण सम्मेलनहरूको बारेमा पनि हामीले जानकारी पाउनुपर्ने हुन्छ। यो भइसकेपछि अब खेलकुदको कुरा गरौँ। खेलकुदको सम्बन्धमा कुरा गर्दाखेरि सन् 2025 को डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन् भन्ने कुरा गर्नुपर्ने हुन्छ। सन् 2025 को डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी पुरुषतर्फ ओस्मान डेम्बेले हुनुहुन्छ भनेपछि महिलातर्फ भनेको आइटाना बोनुमती हुनुहुन्छ। र यहाँ विशेष गरेर खेलकुदको बारेमा कुरा गर्दाखेरि अन्य जानकारी तपाईहरुले अध्ययन गर्नुहोला। हामी NPL को कुरा गरौँ। NPL बाट प्रश्न आउने सम्भावना एकदमै धेरै हुन्छ। NPL को दोस्रो संस्करणको कुरा गर्दाखेरि विजेता टोली भनेको लुम्बिनी लायन्स भनेको छ र उपविजेता भनेको सुदूरपश्चिम रोयल्स भनेको छ। NPL को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लायन्सले चाहिँ उपाधि जितेको हो। जित्नको लागि पाएको 86 रनको लक्ष्य लुम्बिनीले 7 ओभरमै 9 विकेट गुमाएर प्राप्त गरेको थियो।
र खेल सञ्चालन मिति भनेको 2082 को मङ्सिर 1 गतेदेखि 27 गतेसम्म सम्पन्न भएको थियो र सहभागी टोली 8वटा रहेका थिए। उद्घाटन खेल भनेको काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सको बीचमा भएको थियो भनेपछि एनपिएलको सिजन 2 मा कुल खेल सङ्ख्या भनेको 32वटा रहेको थिए र क्यानले आयोजना गरेको थियो। मस्कट भनेको जित नापक हिउँ चितुवा रहेको थियो। उत्कृष्ट नेपाली खेलाडी भनेको रोहित कुमार पौडेल बन्नुभयो। उत्कृष्ट बलर भनेको सन्दीप लामिछाने बन्नुभयो र सर्वाधिक रन भनेको एडम रोटिन्सले बनाउनु भएको थियो 323 रन। उहाँ चाहिँ पोखरा एभेन्जर्सको खेलाडी हुनुहुन्थ्यो र ह्याट्रिक विकेट भनेको साहब अब्लामले लिनुभएको थियो र दोस्रो ह्याट्रिक विकेट भनेको चाहिँ रोहित कुमार पौडेलले लिनुभएको थियो फाइनल खेलमा। र शतक हान्ने खेलाडी भनेको मार्क वाट हुनुहुन्थ्यो, उहाँ चाहिँ कर्णाली याक्सबाट। र अन्य महत्त्वपूर्ण जानकारी पनि यहाँ छन्, तपाईँहरूले अध्ययन गर्न सक्नुहुनेछ। र एनपिएलको पुरस्कार राशि कति थियो भन्ने कुरा गर्दाखेरि चाहिँ प्रथमलाई चाहिँ रु 1 करोड 10 लाख लुम्बिनी लायन्सले प्राप्त गर्यो चाहिँ। दोस्रो भनेको 51 लाख सुदूरपश्चिम रोयल्सले प्राप्त गर्यो। तेस्रो भनेको 25 लाख विराटनगर किङ्सले प्राप्त गर्यो भने चौथो भनेको 15 लाख काठमाडौँ गोर्खाजले प्राप्त गर्यो। र अन्य तपाईँहरूले जानकारी खेलकुदसँग सम्बन्धित महत्त्वपूर्ण जानकारीहरूलाई अध्ययन गर्न सक्नुहुनेछ। र अब केही चाहिँ यो प्रतिवेदनको बारेमा कुराकानी गरौँ। विभिन्न प्रतिवेदनहरूको सम्बन्धमा ग्लोबल पिस इन्डेक्स 2025 मा नेपाल 76औं स्थानमा रहेको छ। त्यसैगरी हेनली पासपोर्ट इन्डेक्स 2025 मा नेपाल 101औं स्थानमा रहेको छ। मानव विकास सूचकाङ्क 2025 मा नेपाल 145औं स्थानमा रहेको छ 0.662 अङ्कसहित। ओल्ड ह्याप्पिनेस इन्डेक्स 2025 मा नेपाल 92औं स्थानमा रहेको छ। भ्रष्टाचार अवधारणा सूचकाङ्क 2025 मा नेपाल 107औं स्थानमा रहेको छ। त्यसैगरी प्रेस स्वतन्त्रता 2025 मा नेपाल 90औं स्थानमा रहेको छ र भोकमरी सूचकाङ्क 2025 मा नेपाल 72औं स्थानमा रहेको छ। आर्थिक स्वतन्त्रता सूचकाङ्क 2025 मा नेपाल 131औं स्थानमा रहेको छ। जलवायु परिवर्तन जोखिम सूचकाङ्क 2025 मा नेपाल 69औं स्थानमा रहेको छ। दिगो विकास सूचकाङ्क 2025 मा नेपाल 95औं स्थानमा रहेको छ। साहसिक यात्रा सोलो एडभेन्चर्स ट्राभल गन्तव्यको सूचीमा नेपाल 7औं स्थानमा रहेको छ। यी कुराहरूलाई तपाईँहरूले याद गर्नुहोला। र सम्पूर्ण जानकारीहरू यत्रो महत्त्वपूर्ण समसामयिक विभिन्न टपिकको एउटै भिडियोमा दिनुपर्ने भएकाले भिडियो केही छोटो केही लामो भएको अथवा केही छिटो छिटो भनिएको हुनसक्छ। त्यसैले तपाईँहरूले अन्यथा नलिएर तपाईँहरूले यो PDF डाउनलोड गरेर आफैले पनि मजाले अध्ययन गर्न सक्नुहुनेछ। र अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यहाँहरूको बाँकी पल शुभ रहोस्।